हेलो साथीहरु नमस्ते वेलकम ब्याक टु माई च्यानल प्लान्ट लभर साथीहरुलाई मेरो च्यानलमा फेरि पनि स्वागत छ। इन्डोर प्लान्टहरुले आफ्नो घर सजाउन चाहिँ कसलाई मन पर्दैन र हैन साथीहरु। इन्डोर प्लान्ट लगाउन चाहिँ एकदम मन पर्ने तर त्यसलाई केयर गर्न अलिकति आइडिया नहुने साथीहरु पनि हुनुहुन्छ है। इन्डोर प्लान्टलाई चाहिँ खासै त्यस्तो धेरै एकदम हेभी केयर चाहिँ गर्नु पर्दैन तर बेला बखतमा चाहिँ यसलाई ध्यान चाहिँ राख्नु पर्छ है। मैले यो कुनामा मेरो इन्डोर प्लान्टहरु राखेको छु। यो प्लान्टहरुलाई चाहिँ अब 1-2 घण्टा चाहिँ घाम नै पर्छ है। तर यो गर्मी महिनामा चाहिँ चितवनको ठाउँमा 1-2 घण्टा घामले पनि प्लान्टहरुलाई असर गर्ने हुनाले चाहिँ मैले यहाँ माथिपट्टि चाहिँ एउटा ब्ल्याक वाला प्लास्टिक लगाएको छु। यसले चाहिँ अब घाम अलिकति छानिएर आउँछ, डाइरेक्ट घाम यिनीहरुमा पर्दैन। इन्डोर प्लान्टको ब्युटीको लागि चाहिँ यसलाई एकदम पात जोगाउन एकदम जरुरी छ। आज चाहिँ यो मनी प्लान्टको कटिङ लगाउने वाला छु म। यो पटमा मनी प्लान्टको कटिङ लगाउन जाँदै छु। मैले अलि पहिला लगाएको थिएँ मनी प्लान्टको कटिङ। यो चाहिँ ग्रीन वाला मनी प्लान्ट हो। ग्रीन मनी प्लान्टको ब्रान्चहरु के यो जुन यो हाँगाहरु हुन्छ नि मैले सबै एकदम धेरै एकै ठाउँमा लगाइदिएको थिएँ के गुजुच्च पारेर। अहिले चाहिँ यस्तो दामी मज्जाले ग्रो भएको छ के यो चाहिँ हैन। यस्तो दामी भएको छ, नयाँ नयाँ पातहरु आएको छ। अब यसलाई गमलामा सिफ्ट गर्ने बेला भएको छ। यसरी जराहरु पनि हालेको छ। यस्तो मजाले भएको छ। अहिले चाहिँ यो प्लान्टहरुलाई कटिङहरु लगाउने बेला हो के। अब यो पानी पर्ने सिजन हुन्छ नि यतिखेर चाहिँ कटिङ लगाएको हुन्छ। यसरी नयाँ नयाँ पातहरु हाल्छ, एकदम शाइनिङ पातहरु आउँछ अनि एकदम हेल्दी वेमा ग्रो हुन्छ प्लान्टहरु चाहिँ। कटिङ चाहिँ अहिले लगाउन एकदम राम्रो हुन्छ। मैले चाहिँ प्लान्ट कटिङहरु टन्नै लगाएको छु। यतातिर फिलोडेन्ड्रन मनी प्लान्ट, स्पाइडर प्लान्ट अनि अस्ति भर्खर यो कट गरिदिएको पिङ्क एग्लोनीमा लगाएको छु। माथिबाट कट गरिदिएर यसलाई मैले छुट्टै बनाइदिएको छु। यसरी तलबाट नयाँ नयाँ सुटहरु निक्लेको छ। अब यो सुटहरु चाहिँ माथि आएपछि चाहिँ एकदम हेल्दी ग्रो हुन्छ एग्लोनियमको। अनि यतिकै बुसी हुन्छ के प्लान्ट। एग्लोनियम प्लान्टको बुसी बनाउनलाई चाहिँ मदर प्लान्ट जुन हुन्छ त्यसलाई हामीले यसरी माथिबाट कट गर्दियौँ भने चाहिँ यसरी साइडबाट बेबीहरु आएर चाहिँ प्लान्ट हेल्दी हुन्छ। यसमा पनि अलि पहिला फ्लावरिङ आएको छ। यो फ्लावरिङलाई चाहिँ मैले छोडेर फाल्दिएपछि चाहिँ यहाँबाट मनी प्लान्टको चाहिँ कटिङ लगाउँदा यसरी नै पातहरुको बन्च बनाएर लगाउनु होला। यसरी लगाउनलाई चाहिँ हरेक पातको नोटबाट एउटा बिरुवा निस्किन्छ अनि प्लान्ट छिटै बुसी हुन्छ, एकदम हेल्दी वेमा ग्रो हुन्छ। म चाहिँ मनी प्लान्ट सधैँ यसरी नै ग्रो गर्छु। हजुरहरुले पनि कटिङ लगाउनु इच्छा छ भने हजुरहरुले नि यसरी नै लगाएर राख्नु होला। यो खिच्दाखेरि मेरो क्यामेरा एंगल चाहिँ उल्टो परेछ, मैले मोबाइल उल्टो समाइराखेको छु। हजुर आज लगाएको कटिङ चाहिँ यसमा हो। यो गमलामा मैले कटिङ लगाएँ। यो चाहिँ मैले 1.5 महिना पहिले लगाएको थिएँ। 1.5 महिना 2 महिनै भइसक्यो होला कटिङ लगाएको। यसमा चाहिँ अहिले नयाँ नयाँ पातहरु आइसक्यो, नयाँ नयाँ हाँगाहरु पनि आइसक्यो। बेला मौकामा जब फुर्सद मिल्छ मैले चाहिँ यो कटिङहरु लगाइ नै राखेको हुन्छु। यसमा पनि लगाएको थिएँ मैले। अहिले चाहिँ यसरी नयाँ नयाँ ग्रोथहरु आइसकेको छ, नयाँ नयाँ पातहरु आइसक्यो। जब मौका मिल्छ तब मैले चाहिँ कटिङहरु लगाइराखेको हुन्छु। आज चाहिँ हजुरहरुलाई देखाउनको लागि यसमा लगाएर देखाएँ मैले। यसरी मदर प्लान्टबाट चाहिँ हामीले नयाँ नयाँ बिरुवा, नयाँ नयाँ कटिङहरु लगाएर नयाँ नयाँ गमलाहरु रेडी गर्न सक्छौं। हजुरलाई पनि कटिङ लगाउने इच्छा छ भने चाहिँ यसरी नै पातहरुको बन्च बनाएर लगाउनु भयो भने चाहिँ यसरी मैले यसमा पनि पातै हालेर लगाएको थिएँ। अहिले पातैबाट हाँगा हालेर यसरी नयाँ नयाँ हाँगाहरु निस्किएर चाहिँ यसरी बुसी बन्छ प्लान्टहरु। अहिले चाहिँ पातकै बन्चहरुबाट नै लगाउँछु। अनि मैले पात मात्रै लगाएको थिएँ। यसबाट नयाँ नयाँ हाँगा हालेर यतिको बनेको छ। हजुरहरुले पनि यसरी नै कटिङ लगाउन सक्नुहुन्छ मनी प्लान्टको कटिङ। यो कर्नरमा छ मेरो प्लान्ट ह्याङ्गिङ, दुईटा ह्याङ्गिङमा छ फिलोडेन्ड्रोन, स्पाइडर, तलपट्टि छ स्नेक प्लान्ट।
यो पनि पिलोडेन्ड्रन हो, यतापट्टिको नियोन फोटोज हो जुन लेमन कलरको हुन्छ। यो कुनामा चाहिँ अलिकति घाम पर्दैन अनि अलिकति छायादार ठाउँ छ अनि डाइरेक्ट घाम पर्यो बिहान परे पनि बिहान 1-2 घन्टा पर्छ, त्यसपछि पर्दैन। इन्डोर प्लान्टलाई चाहिँ यसलाई ओझेल ठाउँमै राख्नुपर्छ, डाइरेक्ट घाम चाहिँदैन, तर इन्डाइरेक्ट लाइट र अनि हावा चाहिँ मजाले पास हुने ठाउँ चाहिन्छ, अथवा दोहोरो हावा पास हुने ठाउँ चाहिन्छ। रुममा पनि प्लान्ट राख्न चाहनुहुन्छ भने चाहिँ स्नेक प्लान्ट राख्न सक्नुहुन्छ। स्नेक प्लान्ट चाहिँ कम हावा, कम पानी, कम लाइटमा मजाले ग्रो हुने प्लान्ट हो। आफ्नो बेडरुमको लागि स्नेक प्लान्ट राख्न सक्नुहुन्छ। मेरो भिडियोलाई माया गरिदिनु होला साथीहरू। बाई।